वेलकम टू माय चैनल। अस्ति नै हाम्रो कक्षा 12 को एग्जाम को रूटीन प्रकाशित भइसकेको थियो। जस्तै हाम्रो यहाँ के लेखेको छ, राष्ट्रिय परीक्षा बोर्ड कक्षा 12 को वार्षिक परीक्षाको समय तालिका। राष्ट्रिय परीक्षा बोर्डद्वारा मिति 2083 साल 1 महिना 14 गतेदेखि सञ्चालन हुने कक्षा 12 को साधारण प्रतिविधि र परम्परागत धारतर्फका नियमित तथा आंशिक रजिस्ट्रेसन नम्बरका सुरुका 2 अङ्क 69, 80, 81 र 82 हुने परीक्षार्थीहरूको वार्षिक परीक्षाको समय तालिका तपसिल अनुसारको मिति र समयमा हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरिएको छ। जस्तै एक्जाम कहिलेदेखि भइरहेको छ, 2083 1 महिना 14 गते, यानि कि वैशाख 14 गते। अनि कसले दिन सक्छ त, जसको रेजिस्ट्रेसन नम्बरको अगाडिको 2 अङ्क के छ, 79, 80, 81 र 82। जुन स्टुडेन्टहरूको अगाडिको 2वटा अङ्क यो नम्बर छ, तिनीहरूले मात्रै दिन सक्छ, त्यो यो सालको होस् वा प्रिभियस इयरको। अनि त्यस्तै अब हाम्रो यहाँ तपाईँले अब कुन सब्जेक्ट लिनुभएको छ त्यो अनुसार यहाँ डेट पनि दिएको छ। तर यहाँ के गरेछ कि पछिल्लो वर्षहरूभन्दा यो पालि राम्रो छ, अलिक क्लियर छ, सबै कुरा देखिरहेको छ। नत्र पछिल्लो वर्षहरूमा त बुझ्नै गाह्रो थियो कि कहिले कुन सब्जेक्ट छ। जस्तै अब यहाँ अर्को छ, अब यहाँ के छ, यो भी स्टुडेन्टलाई पढ्नुपर्ने कुरा के लिएर जाने। परीक्षा सुरु हुनुभन्दा कम्तीमा आधा घण्टा अघि नै परीक्षा केन्द्र पुगिसक्नुपर्ने छ। 15 मिनट पश्चात उपस्थिति हुने परीक्षार्थीलाई परीक्षामा सहभागी गराइने छैन। यो पढ्नुहोला अनि एक्जाममा त्यही कुराहरू लिएर जानुहोला। त्यस्तै अब यहाँ साइन्स स्ट्रिमको लागि, अब जो साइन्स स्ट्रिमबाट छ +2 मा उनीहरूको 14 गते इङ्ग्लिस छ, 15 गते नेपाली, 14, 15, त्यसपछि 16 गते छ म्याथ, फेरि फिजिक्स, केमिस्ट्री, बायोलोजी, कम्प्युटर। यस्तै तपाईँ राम्ररी पढ्नु होला, डराउनु पर्ने कुनै कुरा छैन। अनि अब यहाँ साइन्सको, लको, एजुकेसन र म्यानेजमेन्ट, यो पिक्चर मैले एनइबीबाट लिएको छु। यसमा एजुकेसनले लिएको यसरी यो डेटमा एक्जाम छ, यहाँ यो 14, 15 यसरी यो गतेहरू छ, कुन गतेको एक्जाम छ। अनि राम्ररी पढ्नु होला, यो होइन कि अब थोरै टाइम छ अब के गर्न सक्छु, अहिले पनि धेरै कुरा गर्न सक्नुहुन्छ। र यति पढेर जानुहोस् कि पास हुन सकोस्, कि एनइबीले कस्तो पनि क्वेसन बनाओस्, म त पास भइ नै हाल्छु। यदि चिट भयो भने अझै राम्रो मार्क आइहाल्छ। यदि भएन पनि तपाईँले यति त कन्फिडेन्स हुन्छ कि मलाई पास मार्क जतिको आउँछ। सो राम्ररी पढ्नु होला, एन्ड बेस्ट अफ लक फर द अपकमिङ एक्जाम्स। थ्याङ्क यू।